हाम्रो शरीर 60 देखि 70% पानीले बनिएको छ। हाम्रो शरीरमा हुने सम्पूर्ण प्रक्रियाको लागि पानीको आवश्यकता पर्दछ। आँखा झिम्काउनदेखि लिएर मुटुको धड्कन चल्न समेत पानीकै आवश्यकता पर्दछ। शरीरमा पाचन तन्त्रको काम हुन, रगत सञ्चालन हुन, शरीरका जोर्नीहरू चलाउन, किडनीले आफ्नो काम गर्न लगायत सम्पूर्ण कामको लागि पानी नै आवश्यकता पर्दछ। जब हाम्रो शरीरमा पानीको कमी हुन्छ, हाम्रो शरीरको सम्पूर्ण प्रक्रियामा असर पर्न जान्छ। यही समस्यालाई हामी डिहाइड्रेसन भन्दछौँ। हाम्रो शरीरमा पानीको कमी कसरी हुन्छ? हाम्रो शरीरबाट विभिन्न तरिकाहरूबाट पानीको निकास हुन्छ, जस्तै पसिनाबाट, पिसाबबाट, दिसाबाट आदि। यदि हामी पानी पिउँदैनौँ भने बिस्तारै बिस्तारै हाम्रो शरीरबाट पानी कम हुँदै जान्छ, वा जब हामी एकदमै कम पानी पिउँछौँ भने हाम्रो शरीरमा बिस्तारै पानीको मात्रा घट्दै जान्छ, तब हामी डिहाइड्रेसनको शिकार बन्न जान्छौँ। अब कुरा गरौँ पानीको कमी हुँदा हाम्रो शरीरमा कस्ता कस्ता लक्षणहरू देखिन्छन्। जब हाम्रो शरीरमा हाम्रो तौल अनुसार 2% जति पानीको कमी हुन्छ भने हामीलाई तिर्खा लाग्ने, पिसाब पहेँलो आउने, छाला सुक्खा हुने, पसिना कम आउने, जसको कारण हाम्रो शरीरमा तापक्रम बढ्दै जानु, मुटुको धड्कन बढ्ने र हाम्रो रगत गाढा हुने हुन्छ। शरीरमा यति सङ्केत देखा पर्दा पनि हामीले पानी नपिएको खण्डमा समस्या अझ बढ्छ। यदि हाम्रो शरीरमा शरीरको तौलको 4% पानीको कमी भयो भने हाम्रो छाला एकदमै सुक्खा हुन थाल्छ, ब्लड प्रेसर कम हुन्छ, जसको कारण चक्कर लाग्न थाल्छ। यो अवस्थामा चक्कर लागेर ढल्न सक्ने पनि हुनसक्छ। यसरी नै 7% जति पानीको कमी भयो भने हामी चक्कर लागेर ढल्छौँ, बेहोस हुन्छौँ, हाम्रो शरीरको अङ्गहरू ड्यामेज हुन सक्छ। मृगौलामा पानीको कमीका कारण असर पर्छ, हाम्रो बिपी सधैँका लागि लो हुन सक्छ। बिपी लो हुँदा हार्ट रेट बढ्ने, लिभरमा असर, दिमागमा असर हुन्छ। अब यो अवस्था हुँदासम्म पनि मानिसले पानी पाएन भने यस्तो अवस्थामा मानिसलाई बचाउन नै मुस्किल हुन जान्छ। जति बेला शरीरमा आफ्नो तौलको 10% भन्दा कम पानी हुन्छ। यति भन्दै गर्दा डराइहाल्नु भने पर्दैन, किनभने जब जब हाम्रो शरीरमा पानीको कमी हुन्छ त्यसको पूर्तिका लागि शरीर आफैले हामीलाई तिर्खाको अनुभव गराउँछ, जसलाई हामी सजिलै नकार्न सक्दैनौँ। यहाँ केही महत्त्वपूर्ण सुरुवाती लक्षणहरू उल्लेख गरिन्छ जसले हाम्रो शरीरमा पानीको कमी भएको सूचना दिन्छ। नम्बर 1 ओठ सुक्नु। नम्बर 2 मुख सुक्नु। नम्बर 3 आँखामा सुक्खापन देखिनु। नम्बर 4 छालामा सुक्खापन देखिनु। नम्बर 5 मुखबाट दुर्गन्ध आउनु। नम्बर 6 तिर्खा लाग्नु। नम्बर 7 जोर्नीहरू दुख्नु। नम्बर 8 पाचन प्रक्रियामा गडबड हुनु। नम्बर 9 पिसाब गाढा पहेँलो आउनु। नम्बर 10 पसिना कम आउनु। यदि शरीरमा यी लक्षणहरू देखा परे भने सबैभन्दा पहिला पानी पिउनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। धन्यवाद।